हेलो एभ्रिवान, गुड मर्निङ। हजुरहरूलाई कस्तो छ? आजको दिनमा मेरो सुरुवात फेरि आज पनि किचनबाटै हुनेछ। आज म बिहानै उठेर मलाई नानीले भन्यो, आज मामु मलाई मेरो रोटी चिनी बनाइदिनु है त, मेरो फेभरेट भन्यो। अब मलाई यति रिस उठ्यो नि, बिहान त्यसको जहिलेको तैले डिमान्ड गरेको चाउमिन गरेको पास्ता गरेको के भनेर वाक्कै भने ल भनेर अब त रिसाउनु त भएन होइन। त्यही कारण मैले आटा मुसेर अब रोटी चिनी बनाइदिन्छु भनेर बनाएर तपाईँले सोच्नुहुँदै होला रोटी चिनी चाहिँ कस्तो हो भनेर होइन। अब रोटी चिनी पनि म हजुरहरूलाई यहाँ देखाउने छु र रोटी चिनी चाहिँ कसरी बनाउँछ र नानीहरूले चाहिँ मजाले त्यो रोटी चाहिँ नानीहरूलाई हरेक गुलियो त मनपर्छ होइन। त्यसैले मैले रोटी चिनी बनाउनु लागि आटा मुसेर माथिबाट ओइल पनि मिसाइदिएँ। यसरी ओइल मिसाउँदाखेरि चाहिँ आटा एकदमै नरम हुन्छ है त। अन्त त्यही भएर मैले यसरी ओइल मिसाएर मुसेर चाहिँ यसरी गरेर यसलाई माथिबाट छोपिदिन्छु म होइन। अब छोपिदिन्छु होइन, 5 मिनट बादमा चाहिँ अब यसरी छोपेर 5 मिनट बादमा मलाई हेर्दाखेरि आँटा एकदम नरम भइराखेको हुन्छ है त। 5 मिनट यसलाई जति राखेँ त्यति राम्रो हो, तर मैले 5 मिनट राखेँ। त्यही भएर 5 मिनट राखेपछि मैले यसलाई अब यस्तो डल्ला त बनाउनु पऱ्यो होइन। डल्ला बनाएपछि मैले ठिकठिकैको डल्ला बनाएँ। हामीलाई सबैलाई अब खाजा बनाउँछु भनेर मैले बिहानको ब्रेकफास्टको लागि डल्ला बनाएर यसलाई म एकपल्टलाई बेलिदिन्छु होइन। अन्त बेलेर चाहिँ अब म त्यो माथि बेलेर चाहिँ त्यो माथि फेरि म ओइल लगाउँछु है त होइन। यो अघि ओइल पनि थियो, फेरि ओइल हल्का ओइल लगाएपछि यसलाई मजाले मिक्स गरेर म यो माथि चाहिँ चिनी एड गरिदिन्छु है त। चिनी पनि ज्यादा दिनु हुँदैन, अब यता सानो चम्ची छ होइन, त्यही भएर ज्यादा दिनु हुँदैन, गुलियो हुन्छ। त्यही भएर चिनीमा चाहिँ यसो गरेर म यसरी यसलाई फोल्ड गर्नेछु है त। फोल्ड गरेपछि यस्तो भएर चाहिँ म यसलाई आलु पराठा बेले जस्तै यसलाई बेल्छु। बेलेपछि मेरो यस्तो हुन्छ, यहाँ यो छ अघि चाहिँ यो चाहिँ चिनीको है त। नानी चाहिँ एकदम खुसी भइरहेको छ, हेर्दैछ भन्दैछ कि म पनि ठुलो भएर यस्तै काम गर्छु। त्यसै गरी त्यसको रोटी बेलिसकेर मैले हाम्रो रोटीको लागि डल्ला ठिक पारेर म रोटी बेल्छु। रोटी हाम्रो पनि म पराठा बनाउँछु, त्यहाँ तेल दलेर चाहिँ म एकदम मजाले ट्रायङ्गलको सेपमा म रोटी बनाउँछु त पराठा बनाउँछु। किनकि यो पराठा चाहिँ हामीले अचारसित पनि खान सक्छौँ, सब्जीसित पनि खान सक्छौँ। सुक्खा रोटीहरू सब्जी चाहिँ हामी अचारसित पनि खान सक्छौँ है त। त्यसैले मैले के भन्छ हतार हुन्छ नानीलाई स्कुल पनि लानुपर्छ भनेर मैले यसरी पराठा बनाएर बेल्नु थालेँ है त। बेलेपछि मैले यो चाहिँ यसको सेप चाहिँ हुन्छ ट्रायङ्गल सेप हुन्छ, हेर्नुहोस् त ट्रायङ्गल सेप भइरहेछ नि, अनि ट्रायङ्गल सेप हुन्छ। अन्त त्यही भएर मैले चाहिँ यो सबै अब त्यसरी बेलिसकेँ होइन। बेलिसकेर म चाहिँ अब तावा बसाउँदैछु है त। तावा बसाइसकेर त्यसलाई सफा त गर्नु पऱ्यो होइन। सफा गरेर चाहिँ अब मैले त्यहाँनिर तेल एड गर्छु म फेरि, किनकि नानीको लागि त बनाइदिनु पऱ्यो। आज नानीको हाफ डे हुन्छ, त्यही भएर एउटा रोटी खाएर चाहिँ टिफिन लाँदैन भन्ने थियो, लानु पनि पर्दैन थियो। त्यसरी मैले त्यसरी तेलहरू मिक्स गरेर ताईको वरिपरि यसो गरेर चम्चिँदै नभएर मैले फेरि पन्युले नै त्यसो गरेको छु। यी पन्युले मैले यसरी चाहिँ वरिपरि तेल लगाएर चाहिँ त्यो जुन चाहिँ चिनी रोटी थियो त्यसलाई मैले तावामा हालिदिएको छु है त। अनि तावामा हालेपछि म त्यसलाई मजाले त्यो माथिबाट फेरि तेलहरू म मजाले लगाएर होइन, त्यो चाहिँ सबै चिनीको है त, यो सबै चिनीको एकदम नानीहरूको लागि चाहिँ राम्रै हुन्छ। नानीहरूलाई गुलियो मनपर्छ र म चाहिँ यसरी घरमा नानीलाई चिनी रोटी बनाइदिन्छु है त। अनि त्यो माथि मैले तेल यसरी लगाएपछि नानी एकदम राम्रो हुन्छ। अब म यसलाई पल्टाङ गरेर पकाउनै पऱ्यो, त्यसरी मैले पल्टाउँदा हेर्नु त कति राम्रो भइराखेको छ। मैले चाहिँ यसै कारणले यो चिनी रोटी चाहिँ नानीलाई म बनाएर खुवाइरहन्छु है त। नानीले जे भन्छ म त्यही बनाएर खुवाउँछु। अनि त्यहाँबाट यसरी पल्टाङ बनाउँदै गर्दा हाम्रो कलर पनि चेन्ज भयो रोटीको। अनि रोटीको कलर चेन्ज भएपछि चाहिँ एकदम लगभग पाक्नु रेडी भइसकेको छ। हेर्नु त कति मिठो देख्दैछ नि रोटी, खाउँ लागेन? हजुरहरूलाई प्लिज कमेन्ट गरेर भनिदिनुहोस् न मैले बनाएको चिनी रोटी कस्तो भयो नानीको लागि भनेर चाहिँ होइन। त्यसरी मैले नानीको रोटी बनाइसकेपछि अब हाम्रो टिफिन हाम्रो बनाउने बेला हुन्छ। अनि त्यहाँबाट मैले यसरी नानीको बनाइसकेपछि चाहिँ मैले यो बनाएर त ट्रायङ्गल सेपको भएको छ। अनि यसरी परोठा बनाउँदाखेरि चाहिँ हामी चाहिँ अचारसित पनि खान सक्छौँ है त। यसरी मैले बनाउँदै मैले कम्प्लिट गर्न सकेको छु होइन। मेरो पनि यो पनि उल्टिङ पल्टाङ गर्दा परोठा पकाउनु पर्ने हुनेछ। अनि त्यहाँबाट त्यसरी नै मैले यो रोटीहरू हाम्रो लागि बनाएर नानीलाई पुऱ्याउनु जानुपर्छ भनेर चाहिँ त्यसरी मैले रोटीहरू बनाएर राखेँ, किनकि आएपछि मलाई एकदम अल्छी लाग्छ कि। अनि त्यही भएर चाहिँ मैले बनाएर
स्कुल जान्छु आएर खानुपर्छ ल भनेर मेरो हस्बेन्डले पनि भन्नुहुन्छ र मैले एकदम कम्प्लिट गरेर नास्ताहरू चाहिँ कम्प्लिट गरेर म जान्छु होइन नानी पुऱ्याउनु जान्छु र आएपछि म खाने छु यसरी खाएर चाहिँ काम एकैचोटि सकिन्छ भने चाहिँ बिहान म ब्रेकफास्ट चाहिँ बनाइहाल्छु है त मैले यसरी ओल्च्याङ पल्च्याङ गरेँ यो पनि बनाएपछि अब नानीलाई ठिकाना दिने बेला हुन्छ मेरो नानीलाई मैले बोलाउँदै भने नानी आऊ खाना खानु भनेर मैले नानीलाई बोलाएपछि नानी हतार हतार हुन्छ भनेर आउँदैछ है त आएपछि चाहिँ नानीले चाहिँ हेर्छु त अब नानीको गति चाहिँ अब यस्तो भइरहेको छ रोटी छिटो आऊ न भन्दै ढिलो हुन्छ भनेर चाहिँ नानीको गति चाहिँ हेर्नु न कस्तो भइरहेछ नि खेलेर आएर चाहिँ नुहाइदिए बिहानै गरेपछि नानीले खेलेर आएपछि चाहिँ अब यस्तो छ नानी खानु बसेको छ खानु बसेपछि चाहिँ उसलाई चाहिँ अब एकदम खुसी के उसको अनुहार मुस्कानै अर्कै हुन्छ हो त्यहाँबाट मलाई भिडियो बनाइदिनु है मामु उयो खान्छु भन्दै थियो मैले त्यसरी भिडियो बनाइदिँदै यम्मी भयो मामु आज पनि मिठो भयो कति मिठो बनाउनुहुन्छ नि मामुले भन्दै निकाल्दै देखाउँदै होइन मुखबाट गरेर चाहिँ नानीले एकदम मिठो भयो अरे भनेर चाहिँ भने ओके थ्याङ्क यू हजुरहरूलाई फेरि नेक्स्ट भिडियोमा म भेट्नेछु है त यसरी नै के पकाएको बेलामा म देखाउँछु ओके बाई हजुरलाई धेरै धेरै धन्यवाद मेरो भिडियो ओके बाई।